शेर मल्ल चाहिँ आज मैदानमा चाहिँ साँच्चीकै शेर नै भएर निस्किनु भयो क्या। आज श्रीलङ्का एसँग चाहिँ म्याच दियो होइन, 4 विकेट लिइदियो क्या। 20 रन मात्र 4 ओभरमा 4 विकेट लगिदियो क्या। यस्तो बवाल गरेको जुन खेलाडीलाई चाहिँ नेपालमा के अरे एनपिएलमा चाहिँ राम्रो प्रदर्शन गर्यो भनेर T20 वर्ल्ड कपको लागि सिलेक्सन गरेको थियो नि होइन, त्यही प्लेयरले चाहिँ आज त्यस 2टा गेम हारेपछि तेस्रो गेममा चाहिँ यस्तो दामी बोलिङ गरेर चाहिँ नेपाललाई जिताएको छ कि नेपालले जम्मा 34 रनको टार्गेट दिएको थियो भनेपछि 132 मा रोकेको छ होइन। शेर मल्लको उत्कृष्ट प्रदर्शन सँगसँगै अनि हाम्रो कुर्सेल भुर्जेल मामाको बवाल ब्याटिङ 35 बलमा चाहिँ 49 रन हाल्नु भएको छ होइन। यस्तो दामी है, तारिफ योग्य। अनि 2वटा विकेट दिपेन्द्र सिंह गैरीले पनि लगाएको छ होइन हाम्रो टाइगरले, र सबै प्लेयरले राम्रो प्रदर्शन गरेको छ भनेपछि दामी आज तेस्रो गेम श्रीलङ्का यसलाई चाहिँ पराजय गरेको छ। र अब आउने वर्ल्ड कपको लागि चाहिँ नेपाली टिमलाई चाहिँ बेस्ट अफ लक भन्न चाहे। यस्तो दामी शेर मल्लको त कुरै छोडौँ क्या, अब यस्तो दामी खेलिरहेको छ होइन। सो खुसी लाग्यो क्या, अब यस्तो चान्स दिएको प्लेयरले यस्तो दामी खेलिरहेको छ भनेपछि अब पक्कै पनि राम्रो प्लेयरले चान्स पाएछ भन्ने लाग्यो क्या। सो नेपाली क्रिकेट क्यानप्रति पनि एकदमै आभारी छु।